बहिनी भयो जान्छु हिँड हिँड नि त जाम उता उदैको त्यहाँ जाने तिमी पनि जान्छौ जाम दिदी हिँड्न यहाँ मेरो सुवर्णलाई सरम लाग्यो ल तिमीलाई पनि मेरो युट्युब च्यानलमा हाई हेलो भन्नु न सर लाइक सेयर तिमीले चाहिँ के खान्छौ चिनी हुनु त नखाएकै त टिभी नहेर्नु न हेलो गुड मर्निङ साथीहरू वेलकम टु दीपिका ब्लग म पूर्णिमा सुब्बा नयाँ दिन नयाँ ब्लग लिएर हजुरहरूको सामुन्ने म उपस्थित भएको छु र आशा छ हजुरहरू सन्चै हुनुहुन्छ म पनि सन्चै छु र मैले यहाँ चाहिँ आज हजुरहरूलाई मैले कहाँको भिडियो लिँदैछु भनेर मैले हजुरहरूलाई देखाउँदैछु हेर्नुहोस् यो चाहिँ हो नर्थ पोइन्ट स्कुल सिलगढी कन्स्ट्रक्सन चल्दै रहेछ बहिनी भयो जान्छु हिँड हिँड नि त जाम उता उदैको त्यहाँ जाने तिमी पनि जान्छौ जाम दिदी हिँड्नु आनु के गर्छ दिदीले अलिकति कलर पनि बान्नु त्यहाँ सुतेर त्यत्तिकै उठेछ फ्याङ फ्याङ हाम्रो दिदी यहाँ भर्खर सुतेर उठ्नु भएको हिँड्नु भनेको कपालहरू बाँधेर हेलो भन्दैन चिक्रीमा डान्स गराइदिनु पर्छ दिदीलाई हो त हाई हेलो हाई हेलो भन्छ नि त यहाँ नयाँ युट्युबर हो उहाँ पनि सबैले लाइक गरिदिनु फलो गरिदिनुहोस् होइन एकछिन थिएनु यहाँ चाहिँ यत्तिको साँझ हुँदैछ हामी चाहिँ दीपिका म अरू मेरो नन्द र दिदी हामी जाँदैछु विजयको घरमा यहाँदेखि उयो कहाँ गरे दुर्गा मन्दिरका पारी वकेबल डिस्टेन्स छ हामी त्यहाँ जाँदैछु हजुरहरू हेर्दै बस्नुहोस् हाम्रो ब्लगलाई स्टे ट्युन फेन्टा छैन फेन्टा लिँदैन सोध न पहिला उठ्यो कसैले अब भेट्नु जानु पर्यो भने खाली हात त कसरी जानु पर्यो अप्ठ्यारो हुन्छ नि त होइन खाली आफ्नो मान्छेको त्यहाँ जाँदा हमेसा कोसेली लगेर जानु पर्यो हामी त आइपुग्यौँ मजाको बनायो नि त्यही त लिन्छु त यहाँ हाई हेलो सुहाना हाई हेलो भन्दो लो सुहाना यहाँ मेरो सुहानालाई सरम लाग्यो ल तिमीलाई पनि मेरो युट्युब च्यानलमा हाई हेलो भन्दो न सर लाइक सेयर र सब्सक्राइब गरिदिनु त भन ऊ हेर दिपिका एक्टिङ गर्दैछ हाई भन्छ न बाबु हाई भन्दा बिचरा सुत्यो त्यो उठिहालेछ कहाँ आयो भनेर आज हाम्रो नानी पनि थपक्कै बसेछ अब आएपछि त नि घुम्नु त पर्यो भेट्नु त पर्यो सबैलाई तिमीले चाहिँ के खान्छौ चिनी हुनु त हो नखाएकै ठिक छ दिदी हजुर टिभी हेर्नुभएको छ त दिदी हजुर टिभी हेर्नुभएको छ यता यता हेर्नु यता हेरेर बात गर्नु यहाँ
चिया खानु न टिभी नहेर्नु न और चलते चलते नया चीज पूछते कैसे दुकान पर जहाँ पे आपको तरह तरह का देसी चीज मतलब भाई एकदम होम स्वीट होम हुनुपर्छ नि रखा हुआ है और ये हमको बोलते हैं चीनी मुर्गा ये बटेर होता है आप लोग क्या बोलते हैं खै म यहाँ किचन पनि खिचौँ त अलिकति अनि हो त किचन पनि कति राम्रो रहेछ खाउनु बहिनी जली म चिया खाँदैछु चिया खाने पुरै उभिनु थाल्छ अलिकति पक्रियो भने के सपोर्ट पायो भने उभिहाल्छ हाम्रो नानी ल साथीहरू अब हामी चाहिँ घरमा हिँडेको हामीले खाइपी गरेर घरमा हिँड्दैछौँ हजुरहरूलाई यो दिनभरिको भ्लग कस्तो लाग्यो भनिदिनुहोस् ल के गर्ने गरे लाइक शेयर सब्सक्राइब गरिदिनुहोस् बाई गुड नाइट लभ यु अल